एभ्रिवान, राधे राधे। हजुरहरू सन्चै हुनुहुन्छ नि? आशा गर्छु सबैजना सन्चै हुनुहुन्छ भनेर। र को के गर्दै हुनुहुन्छ होला। अब अहिले त अब दिउँसोको टाइम भइसक्यो होइन, खानासाना पकाउन त्यस्तै बिजी होला। म चाहिँ यता खाना पकाउँदैछु। मैले खानामा चाहिँ पकाएको छु आज राजमा, मटकी, चना र आलु मिसाएर रस। दाल पनि कति खानु, सधैँ खाँदा खाँदै वाक्कै लागिसक्यो। अनि आज चाहिँ मैले रस बनाएको नि त। अनि यता भाँडामा भात पाक्दैछ गाइज। आज अचल चाहिँ हामीहरू भाँडामा भात पकाउँछौँ। अस्ति म माइत जाँदा मलाई माताले किनिदिनु भएको यो भाँडो चिनो हुन्छ, यसमा पकाउनु, भाँडामा पकाएको भात खाएर राम्रो हुन्छ भन्नुभएको थियो। अनि त्यहाँदेखिबाट उहाँबाट आएदेखि नै म त दाल पनि भाँडैमा पकाउँछु, भात पनि कति राम्रो पाक्छ है गाइस। अनि यता चाहिँ भिन्डी भुट्न आँटेकी छु। अनि अब आगोमा पकाएर त्यहाँबाट भाँडामा कराईमा पकाएको सब्जी कति मिठो हुन्छ होइन। तर अब आगो त सम्भव हुँदैन, यहाँ छैन। जहाँ जस्तो सुविधा त्यही अनुसारले चल्नु पर्यो नि त होइन। अनि अचेल अब भाँडामा कुकरमा धेर पकाएको खाँदाखेरि ग्यास हुन्छ, चर्बी हुन्छ भन्छन् नि त। अब कहाँसम्म सत्य हो त्यो चाहिँ त्यत्रो थाहा पनि भएन। अनि भाँडामा पकाउन थालेको नि त अचेल। अनि धमाधम छ मेरो चाहिँ पकाउन। अब 12 बजी हामीहरूको यहाँ भगवान्लाई भोग लाग्छ नि त। अनि त्यही भएर खाना जति नै ढिलो भए तापनि 12 बजी चाहिँ अब भगवान्लाई भोग लाउनुपर्छ। त्यही भएर हतार हतार नास्ता गरेर खाना पकाइहाल्नु पर्ने हुन्छ। र म चाहिँ पकाउँदैछु। हजुरहरूले चाहिँ के पकाउनु भयो भन्नुहोस् त। भेटौँला अर्को भिडियोमा। बाई बाई।